आदरणीय दर्शकबिन नमस्कार। आज हामी फेरि टियु मैदानबाट तपाईहरुलाई यहाँ भइरहेको कार्य चाहिँ देखाइरहेका छौं। यहाँ चाहिँ फ्लड लाइट र प्याराफिटको काम एकदम तीव्र गतिमा भइरहेको छ हैन। विभिन्न शिफ्टहरु बनाएर चाहिँ यहाँ निर्माण कार्यहरु भइरहेको छ। लास्ट भिडियोमा चाहिँ हामीले चाहिँ फ्लड लाइटको सम्बन्धित व्यक्तिसँग त्यहाँको कार्य प्रगति भनौं या के भइरहेको छ सबै कामको डिटेल चाहिँ त्यो भिडियोमा राखेका थियौं भने आजको भिडियोमा चाहिँ हामी प्याराफिट निर्माण भइरहेको कार्यको सम्पूर्ण जानकारी चाहिँ एकजना इन्जिनियर यहाँको इन्जिनियरसँग चाहिँ गरिएको कुराकानी चाहिँ यो भिडियोमा समावेश गर्नेछौं। सिभिल इन्जिनियर भएर काम गरिरहेको छु। मेरो अन्डरमा चाहिँ अहिले 10 जना इन्जिनियरहरु चाहिँ काम गर्नलाई मलाई जुन टिम लिड गर्न दिएको छ। हाम्रो प्रोजेक्ट चाहिँ 18औं दिनमा आएको छ। 18औं दिनको कामको विवरण भन्नुपर्दाखेरि जुन अब इस्ट र वेस्ट गरेर हाम्रो साइटहरु सञ्चालनमा छन्, जहाँ हजुरले देख्न सक्नुहुन्छ कि स्काभेटर अनि टिपरहरु त्यसरी नै काम गरिरहेछ। अनि त्यसपछि जुन लेबरहरु खटाएर अहिले सोलिङ पीसीसीहरु पनि इस्ट र वेस्ट दुवैमा काम भइरहेको जुन मिडियामा आइसकेको छ। हजुरहरुले हरेक दिनको अपडेट लिनु भएकै छ। अनि त्यही अनुसारले हामीले वर्क टिम म्यानेजमेन्ट गरेर हाम्रो 3 शिफ्टमा काम गर्ने भनेर जुन योजना हामीलाई दिएको थियो र नाइट काम गरिरहेछौं। टार्गेट मिट गर्नको लागि हाम्रो यो जम्मा 2 महिने प्रोजेक्ट भनेर हामीलाई जिम्मेवारी सुम्पेको छ हैन। 2 महिना भित्रमा हामीले यो प्रोजेक्ट जुन डिजाइन भएको छ त्यसलाई कम्प्लिट गरेर ह्यान्डओभर गर्ने भनेर आएको छ। त्यो अनुसारले हाम्रो धेरै नै वर्क लोड प्रेसरहरु छ। हजुर कति जनाले काम गर्दिन्छ अहिले म्यानेज गरेका छौं। हजुर हाम्रो यो टेक्निकल टिममा मैले भनिहाले हाम्रो अहिले ठ्याक्कै चाहिँ 15 जना चाहिँ हामी टेक्निकल टिम भनेर मात्रै छौं, जुन सिभिल इन्जिनियर सब इन्जिनियर भएर छौं। अनि त्यसपछि म्यानेजमेन्टतिर त छुट्टै एकाउन्टिङ सेक्सनतिर छुट्टै भइहाले। त्यो अब सोलिङ पीसीसी भइसकेपछि अब चाहिँ हामी रिबारहरु बिछाएर अब जुन जग ढलाई गर्छौं हैन। बेसमेन्टको काम सकिसकेपछि हामी त्यसपछि चाहिँ पिलरहरु उठाएर बीमहरु ढलान गर्दै हाम्रो यो पहिलो चरणको काम सकाउँछौं। ग्राउन्ड लेभलको काम सम्पन्न भएपछि अनि अरु कामहरु अगाडि बढ्छ। डिजाइन ड्रइङ अनुसारले हामीले जिम्मेवारीहरु लिएछौं। मसिनहरुले चाहिँ कतिवटा मसिनहरुले काम गरिरहेको छ? एकदमै अब अहिले दिउँसो तपाईले अलि कम मात्रामा देख्नुहुन्छ मेसिन र गाडी घोडा, किन भन्दा नाइट शिफ्टमा चाहिँ झन्डै 30 वटा टिपरहरु सञ्चालन गरेका छौं हामीले। अनि स्काभेटर चाहिँ हामीले 4 वटा राखेका छौं। 4 वटाले 30 वटा गाडी घोडालाई चाहिँ स्काभेसन गरेर इस्ट र वेस्टको साइटहरु निकालेर काम गर्नलाई रेडी बनाएर दिइरहेको छ अहिलेलाई। हजुर भनेपछि दिउँसो चाहिँ कतिवटा एक्सकाभेटरहरु युज हुन्छ? दिउँसो चाहिँ हाम्रो जम्मा 8 देखि 10 वटा को रेन्जमा मात्रै छ। भनेपछि राति चाहिँ एकदमै धेरै कामहरु हुँदै रहेछ हैन त? रातिमा चाहिँ अझै धेरै यो स्काभेसनको काम चाहिँ रातिमा काम निकालेर अनि दिउँसो या बिहानमा काम साइट निकाल्नलाई रेडी बनाएर दिन्छ। यो समग्रमा यस्तै हो। यो परियोजनालाई सम्पन्न गर्नको लागि अझै हामीले म्यानेजमेन्ट जुन अब 18-20 दिनमा जति भए अझै पनि सुधार गर्न बाँकी छ र गर्दै पनि छन्। म्यानेजमेन्ट टिमले पनि भरपर्दो यो अझै थप्दै छन् सुधार गर्नको लागि हैन। हामीले पनि त्यही अनुसारको डेली मिटिङ बसेर हैन केमा कमी कमजोरी भइरहेको छ भनेर टार्गेट मिट गर्नको लागि हरेक कुरा हरेक पक्षसँगै छलफल गरेरै अगाडि बढिरहेकै छौं हामी। हाम्रो मिटिङ अनुसारले नै त्यो अनुसारले जुन 2 महिनामा सकाउने चाहिँ हाम्रो अचिभमेन्ट चाहिँ राखेका छौं। वर्क प्लान चाहिँ शेड्युल तयार भइसकेको छ। त्यसलाई सबैले टार्गेट पूरा गर्छन् भन्ने आशा छ हाम्रो। हजुर हजुरले त अब विभिन्न ठूला साना आयोजनाहरुमा काम गरिराख्नु भएको छ हैन, गरिसक्नु भएको छ भनौं। अनि त्यो गरिसकेपछि जस्तै अब यहाँ चाहिँ कतिको च्यालेन्जिङ यो काम चाहिँ कतिको च्यालेन्जिङ पाइराख्नु भएको छ? एकदमै अब त्यो विषयमा भन्दाखेरि यस्तो हुन्छ जस्तै कि अन्त अलिकति टाइम ड्युरेसन लङ हुन्छ
यो त जम्मा 2 महिनामा धेरै काम निकाल्नु पर्ने भएपछि यो त आफैमा पनि च्यालेन्जिङ त जुन सर्ट टाइममा फास्ट पेस काम ननिकालिकन डे नाइट 24 आवर काम निकालिकन त त्यो टार्गेट मिट हुने नै भएन हैन। त्यो भएर त्यो च्यालेन्जिङ मेन फर्स्टमै त्यो फेस गर्नु परिरहेछ अहिले। जस्तै अब थोरै समयमा यो सकाइसक्नु पर्ने छ हैन, त्यो गरिरहँदा क्वालिटीमा केही कम्प्रोमाइज हुने हो कि? यस्तो हुन्छ, उयो क्वालिटीको हेर्नको लागि पनि हाम्रो क्लाइन्ट कन्सल्टेन्ट सधैँ छ हैन। भनेपछि क्वालिटीमा यस्तो राष्ट्रिय गौरव आयोजनाहरूमा हैन जुन अब कम्प्रोमाइज भन्ने कुरा नै हुँदैन। किन भन्दा हरेक चिजै टेस्ट भएर टेस्ट अनुसार मात्र हाम्रो काम अगाडि बढ्छ। हरेक स्टेजमा स्टेज अनुसारले काम हुँदै जाने हो यो हैन। हरेक स्टेजको उयो क्युब टेस्टदेखि लिएर हैन, सोइल टेस्टदेखि लिएर अब यो मेटेरियल हरेक कुराको टेस्ट बिना कुनै पनि काम हुँदैन, यहाँ गर्नै दिँदैन हैन। त्यो भएपछि हामीले उयो क्वालिटी कम्प्रोमाइज गर्छौँ भन्ने चाहिँ त्यो कुरा नै हुँदैन। हजुर, जस्तै नेपालमा कतिपय आयोजनाहरू अब हामीले सुन्न पनि आएको छ हैन। कतिपय आयोजना के हुन्छ, बनिसकेपछि फेरि भत्काउने यस्तो पनि देखिएको छ ट्रेन्डहरू हैन। अब त्यो अब बीचमा क्वालिटीमा अब त्यो चेक नगरेर हो कि हैन, विभिन्न कारणले होला, अब डिजाइनमा परिवर्तन, त्यस्तो यहाँ सम्भावना त कस्तो छ? त्यो न्यून छ यो प्रोजेक्टमा चाहिँ हैन। कुनै प्रोजेक्टमा हो हजुरले भने जस्तो त्यो यो देखिने भनेको, जस्तै कि गाउँपालिकाहरूमा अब बजेटै कम हुनेमा चाहिँ त्यो प्रब्लम हुन्छ। तर अब यसमा बजेट अनुसारको काम गर्ने र गराउने निकायहरू छन्, त्यसको रेखदेख गर्नुको लागि, चेक जाँच गर्नुको लागि भनेपछि यसमा सितिमिति त्यसरी उयो पोर वर्क पर्फर्मेन्स चाहिँ यहाँ एलाउड नै हुँदैन। भनेपछि सरकारी पक्षबाट निगरानीहरू भइरहेको छ मजाले, हरेक चरणमा नै हुन्छ। डकुमेन्टेसन त्यो सबै फाइलिङ गरेर मात्र एप्रुभ भएपछि मात्रै हाम्रो काम अगाडि बढ्ने भएकोले गर्दा त्यसमा कम्प्रोमाइजको कुरा नै रहनु। हजुर, त्यही त, यो त अब एकदमै चासोको विषय छ हैन। अब एकदमै खेलप्रेमीहरू पनि नेपालमा यति धेरै छन् हैन। अब यसरी रुखमा चढेर, अब हजुरहरूलाई पनि थाहा छ हैन, रुखमा चढेर यसरी म्याच हेर्नुपर्ने अवस्थाको अन्त्य हुनेछ हैन त सर? एकदमै। अब त्यसैको लागि भनेर अब जुन सरकारको तर्फबाट यो जुन प्रोजेक्ट हैन सुरु गरिएको छ, यो हामीले एकदमै राम्रो मान्नुपर्छ। एकदमै सकारात्मक पक्ष हो र अब यसलाई हामीले त्यही अनुसारको बनाएर पछि त्यही समस्याहरू पछिबाट भोग्नु पर्दैन जनताले।